हेलो एभ्रिवान, वेलकम टु म्यान्डिज डायरी। आज मैले तपाईँहरूलाई घरदेखि बाहिर तल हाम्रो गाउँको कमानबाट चाहिँ वेलकम गर्दैछु, किनभने म चाहिँ अहिले तल दबाई लिन आएको थिएँ होइन। यहाँ डिस्पेन्सरीमा, हाम्रो गाउँको चाहिँ डिस्पेन्सरी छ नि त यहाँनिर। अनि त्यो रुगा लागेको भएर अनि दबाई लिन आएको कारणले गर्दाखेरि चाहिँ यहीँनिर मैले भिडियो सुट गर्न सुरु गरेँ। आज यहाँ के हुन्छ तपाईँहरूलाई देखाउँछु ल। आज मेरो भिडियो यहीँबाट स्टार्ट हुन्छ। कति बजीसम्म खुल्छ बहिनी? यहाँ बाटोमै मजुर यहाँ रहेछ, म खिचिहाल्छु ल। यहाँनिर छ मजुर, हेर्नु ल। एक ग्रुप मजुरहरू यहीँ बाटोमै थियो कि। यहाँ छ बाटो, मान्छेको हल्ला खल्ला सुनेर होला एउटा त झर्दैछ तल, झर्दैछ हेर्नु त। डराउन छोडेको छ त आजभोलि, म सबै झर्दैछ एक ग्रुप। बाटोमा लगाइनुहोस्। अघि मान्छेहरू आएको देखेर चाहिँ नि सबै माथि चढेको थियो कि, अनि सुनसान भएपछि फेरि निस्क्यो। म चुप लागेर खिच्दैछ माथिबाट एकजना आउनुहुँदैछ, अब डराउँछ होला फेरि यिनीहरू। हेर्नुहोस् त कति धेरै त छ त यिनीहरू त। यहीँ माथि गाउँ छ हो, अनि यहीँ माथि छ गाउँ। यहीँ आएको चाहिँ मान्छे देखेर चढे फेरि। यो चाहिँ भाले मजुर जस्तो छ, कति राम्रो कलरको। ओ उडेर गयो। कहाँ बस्यो मान्छेहरू छ भने डराउँछ नि त बिचरा। यहीँ थिएछ नि हौ, कस्तो मिस भयो। म त उता हेरिरहेँ त ग्रुपको माथि, यहाँ माथि रुखमा बसेँ हेर्नु त, यो रुखमा बसिरहेको छ। यो चाहिँ अपराजिता फुल। अनि यहाँ सानो एउटा चौतारी छ, अनि यहाँबाट तलतिर गाउँहरू छ हेर्नु त। अनि यो तल राम्रो देखिएन होला क्यामेरामा। यहाँ माथि पनि गाउँ छ, यहाँ माथि एउटा स्कुल छ। अनि यो माथि चाहिँ हो मेरो घर, म बस्ने चाहिँ यहाँ माथि छ। अनि यो चाहिँ प्रभु हस्पिटलको बाटो। अन्त यहाँनिर चाहिँ रहेछ मजुर। यो चाहिँ सानोहरू पर्छ नि त है, दबाई लिन आएको म रुगा लागेर। यो चाहिँ अपराजिता फ्लावर हो। अनि यो फुल चाहिँ मलाई कस्तो मनपर्छ कि, म सानो हुँदाखेरि चाहिँ पुरा देखेको नि त, अनि बिचमा हराएको थियो। अहिले चाहिँ यो हाम्रो कमानबारीतिर अनि बाटोतिर पुरा देख्छु, तर घरतिर चाहिँ खासै मान्छेले रोपेको देख्दिनँ। अनि मैले चाहिँ अस्ति तल वकमा जाँदाखेरि तल चिया कमानबाट ल्याएर हाम्रो घरमा रोपिरहेको छ, तर फुलेको छैन। यहाँ चाहिँ अलि यहाँ टन्न फुलेको रहेछ, ल्याइदिनुहोस् त, कस्तो मनपर्छ न। अहिले चाहिँ मैले रोपिरहेको छु यो हाम्रो घरमा, कस्तो चाहिँ हुँदो रहेछ। अब यहाँ टिपेको मैले अहिले भर्खर। अनि पर्पल चाहिँ मेरो एकदमै फेभरेट कलर हो।
उता उठ्ने बित्तिकै चिया मात्रै खाएर आएको आज। अनि हिजो चाहिँ हाम्रो प्रोग्राम थियो नि त माथि इन्टरनेसनल पिस डेको, अनि दार्जिलिङ टाउनमा त्यो इन्टरनेसनल पिस डेको प्रोग्रामले चाहिँ एकदम धेरै थकित के। तर कति दिन कन्टिन्यू पानी परिरहेको थियो। अनि पानी पऱ्यो भने त त्यो पिस र्याली पनि भएको थियो हाम्रो प्रोग्राममा। अनि त्यो पिस र्यालीमा चाहिँ कति धेरै प्रब्लम हुन्छ अनि सिक्सेको हुन्छ भनेर सोचिरहेको थिएँ। अनि ठिक्कै त्यो 21 सेप्टेम्बर हिजो चाहिँ पानी पनि परेन, अनि घाम मजाले लाग्यो क्या। दार्जिलिङमा पनि त्यस्तो के मतलब त्यस्तो सिकसिक लाग्दो भएन, एकदम राम्रो दिन भयो। अनि बेलुकी घर आइसकेपछि त्यो एकदम थकित मुद्रामा हुन्छ नि। अनि त्यो प्रोग्रामहरू चाहिँ कति वर्षपछि चाहिँ मैले प्रोग्राम होस्ट गरेको, मतलब पहिला धेरै प्रोग्रामहरूमा त्यो होस्टहरू गर्थेँ। अनि अहिले चाहिँ धेरै वर्षको ग्याप पछि चाहिँ फेरि म स्टेजमा गएको नि त। अनि एक प्रकारको एक्साइटमेन्ट पनि थियो, अनि कता कता नर्भस पनि भइरहेको थियो। किनभने अब यसरी बोल्नु र त्यत्रो मासमा गएर बोल्नु अलिकति डिफ्रेन्सेस हुन्छ नै। कतै लाइभ बोल्दाखेरि कतै तलमाथि भइन्छ कि शब्दहरू भन्ने हुन्छ नि त। अलिकति एक्साइटमेन्टसँगै अनि नर्भसनेस सहितै गरेको थिएँ। तर राम्रो भयो प्रोग्राम, अनि फिडब्याकहरू पनि एकदम राम्रो पाएँ कि तपाईँले चाहिँ राम्रो गर्नुभयो भनेर। सो धेरै धेरै धन्यवाद। अनि त्यो लगायत युट्युब जर्नीमा पनि जसले मेरो भिडियो हेर्नुहुन्छ एकदमै राम्रो फिडब्याक दिनुहुन्छ कि कति राम्रो भिडियो बनाउनुहुन्छ, कति राम्रो बोल्नुहुन्छ भनेर। फेरि पनि यहाँहरूलाई धेरै धेरै धन्यवाद। अनि आजको भिडियो चाहिँ म यही बनाउँछु। अनि इन्टरनेसनल पिस डेको भिडियो चाहिँ म 2-3 दिनमा अपलोड गर्छु, प्लिज वेट गरिदिनु होला। एकदमै राम्रो भिडियो बनेको छ तपाईँहरूको लागि, मेरो मेमोरिजको लागि पनि बनाएको। अनि यहाँनिर चाहिँ एउटा फुल देखेँ कस्तो राम्रो हेर्नु त। सानो लक्ष्य ल बहिनी, मेरो घरमा यो सानो रोप्छु। अब राम्रो लाग्यो नि त। अर्को खालके चाहिँ छ कि यो खाले चाहिँ छैन हौ। अब निनी नआउनु भइन्जेल यहाँनिर दबाई दिनुहुने हाम्रो आन्टी नर्स आन्टी नआउनु भइन्जेल चाहिँ म यहाँहरूलाई हाम्रो गाउँको हस्पिटलको गार्डन घुमाउँछु है। हेर्नु त रोज पनि फुलिरहेको छ। बहिनी यो चाहिँ किचन है पहिलाको, अहिले चाहिँ यो बन्द छ। ए अहिले त पहिला यो त कहिलेको जमानाको डर पो लाग्यो खोल्नु। ए ल अन्त के पनि नहेरौँ ल, यस्तो खण्डर भएको रहेछ। हुनु पनि युजमा नआएपछि यस्तै हुन्छ। ल यो चाहिँ म घरमा रोप्नु लान्छु। अब निनी आउनु भएको छैन, अनि निनी नआउनु भइन्जेल चाहिँ म एकछिन वेट गर्छु। 9 बजी ठ्याक्कै आउनुहुन्छ नि त। अनि दबाईहरू दिनुहुन्छ, अनि त्यो दबाई लिएर चाहिँ म घर जान्छु। हल्का त्यो रुगा लागे जस्तो भयो, दसैँको मुख पनि आइसकेको छ। अनि एन्टिबायोटिक खानु पर्यो भनेर चाहिँ म आएको। यहाँ अम्बक पनि फलिरहेको रहेछ, एउटा देख्नु भएको छ कि नै? सानो अम्बकहरू पुरा फलेको छ यता। मैले चाहिँ प्रष्टै देखेँ। ए अब 9 बज्न आँट्यो। म त 8:30मा आएँ नि त। 8:30मै हुन्छ भनेर 8:30मा एकजना दादा हुनुहुन्थ्यो, उहाँ चाहिँ आज छुट्टी लिनुभएको रहेछ। ल अम्बक हेर्नुहोस् त। हाम्रो गाउँघरको यस्तो हुन्छ अर्ग्यानिक भ्यू। बहिनी बहिनी यो के हो बाक्सा जस्तो? ए मैलाहरू फ्याँक्ने। मलाई कस्तो डर लाग्यो। हजुर यहाँनिर मयुरहरू कति धेरै देखेँ कि। अनि मयुरको खिच्दा सिधै मैले अरू पनि खिचेको नि। यिनीहरू चाहिँ भाले मजुर। यो भाले हो, यतापट्टिको चाहिँ भाले हो, यताको चाहिँ पोथी होला। पोथी नै हो है। नाच्ने चाहिँ भाले मात्रै हो नि त है। पोथी नाच्दैन। पोथीको त कलर पनि नराम्रो हुँदो रहेछ। अन्त नि उहाँ चाहिँ एक ग्रुप जस्तै कमानमा अब
जानु पाएन, बिरामीहरू भयो के भयो भने चाहिँ उहाँहरू यहाँनिर डिस्पेन्सरीमा आएर चाहिँ सिक लिभ लेखाउनु भएपछि उहाँहरूको छुट्टी पाउँछ होइन, अनि त्यसको लागि आउनुभएको रहेछ। यो औषधि चाहिँ लिएर जाँदैछु। यो फुल पनि छ मसँग, फुलेको फुल पनि छ, यो प्लान्ट पनि छ। अब मैले चाहिँ दबाई लिएर पनि आइसकेँ। हेर्नुहोस् त यो अप्ठ्यारो भयो देखाउन नि, देखेको पनि छ कि नै। अब चाहिँ म उकालो लाग्दैछु। त्यहाँ दोकानबाट चाहिँ फेरि मैले प्याज र तेल लानु छ, अनि प्याज र तेल लिँदैछु। धेरै टाढा त छैन मेरो घर, यहाँबाट 5 मिनटमै पुग्छ, तर ठाडो उकालो छ नि त, गाउँघरमा यस्तै हुन्छ। अब डराउँछ कि डराउँदैन ल मसँग, नजिक जान्छ। यिनीहरू चाहिँ पोथीहरू अरे। हेलो, हाई, के गर्दैछ? किन डराएको? बस बस बस, नडराउ ल, केही नै गर्दिनँ म न, डराइहाल्छ यिनीहरू। यिनीहरूलाई चाहिँ एकदम खतराको सङ्केत भयो जस्तो छ। बस्यो तल ल, जाओस्। अब हेर्नुहोस्, यो बाटो हिँड्छु म। घाम यस्तो डरलाग्दो छ, दसैँको घाम। उठ्ने बित्तिकै चिया मात्रै खाएर आएको, ब्रेकफास्ट पनि गरेको छैन। पानी खाएँ त पानी, हामी ब्रसहरू गरेँ, मुख धोएँ, अनि चिया पिएर ओह्रालो आइहालेको। शीतल ठाउँमा आएँ म। शहीद स्मारक, यहाँबाट पनि एउटा बाटो छ, यहाँबाट पनि हाम्रो घर पुग्छ, तर म जाँदिनँ त्यो बाटो। यो चाहिँ हाम्रो निनीहरूको घर हो, दोकान पनि हो। यहाँबाट चाहिँ म अब प्याज अनि तेल लगेर जान्छु। फुल हेर्नुहोस् त, कति राम्रोसँगले रोप्नु भएको छ निनीले। अब म निनीको दोकानमा छिर्छु। निनी, ए प्याज र त्यो लान्छु नि, तेल। मैले चाहिँ सामान लिएर पनि निस्किसकेँ। अब हेर्नुहोस् ल, हाम्रो गाउँमा चाहिँ यो एभोकाडो छ नि, कति धेरै फल्छ। हाम्रो घरमा छ कि, थियो कि, तर इस्कुसले सबै पेलेको छ। यहाँ हेर्नुहोस् एभोकाडो धेरै फलेको छ। यो धेरै लोड भएर नि यहाँ मुनिबाट चाहिँ यसरी मचानहरू दिएको छ क्या। एभोकाडो नजिकबाट खिचेर देखाइदिन्छु ल। कति धेरै, यो छेउछेउमा सबै एभोकाडोको बोटहरू। अब म अघि आएको ठाउँ तपाईँहरूलाई देखाउँछु ल। यहीँ तलबाट आएको म, यहाँ तल हस्पिटलबाट। ए यहाँ हस्पिटलबाट आएको हो, यहाँ मजुर देखेको यो बाटोमा, यहाँको बाटोमा। अब उकालो चढाम। अब चाहिँ बोल्नु सक्ने अवस्थामा छुइनँ म, थाकेर। अहिले म घर आइपुगेँ। हेर्नुहोस् त, यो फुल कस्तो राम्रो भएको छ। मेरो गमलाहरू यत्तिकै परिरहेको छ है। ल म चाहिँ आइपुगेँ घर, सामान पनि लिएर आएँ। के ल्याएँ म देखाउँछु ल।